हेलो गाइज, आजको यस भिडियोमा तपाईहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज चाहिँ म जापानको एउटा सुन्दर पार्कमा यतिकै घुम्दै छु। आज चाहिँ मौसम एकदमै राम्रो छ, शीतल छ मौसम। त्यही माथि यो पार्कको हरियाली अनि सँगसँगै यो फुलहरू, रङ्गीचङ्गी फुलहरूले एकदमै रमाइलो माहौल बनाइराखेको छ। त्यही माथि आज आइतबारको दिन यहाँ पार्कमा धेरै बच्चा-बच्चीहरू पनि खेल्न, घुम्न, रमाउन आइरहेका छन्। पार्कमा घुम्दै गर्दा आज चाहिँ मलाई एक्कासी तिर्ख लागेको छ। म पानी खोज्दैछु। पानी भन्ने बित्तिकै एउटा कुरा याद आयो। के तपाईहरुलाई थाहा छ जापानको धाराको अर्थात् खोला नालाको पानी पिउनु हुँदैन भन्ने एउटा समाचार आएको छ। तपाईले के को पानी पिउँदै हुनुहुन्छ कृपया कमेन्ट गर्न नबिर्सिनु होला। धेरै सहरहरूको पानीमा एउटा केमिकल PFAC भन्ने केमिकल चाहिँ व्यापक रूपमा देखिन थालेको छ। त्यो यस्तो केमिकल हो जुन एकचोटि शरीरभित्र पसिसकेपछि सजिलै निस्किनै सक्दैन। जसको मात्रा 50 mgl भन्दा बढी भयो भने त्यो ठाउँको पानी चाहिँ खानु हुँदैन। तपाईलाई जान्न मन लाग्यो कुन कुन सहरको पानी चाहिँ खान हुँदैन भनेर? तपाईलाई लिस्टमा पनि राखिदिनेछु। यो ठाउँको चाहिँ पानी खानु हुँदैन। यदि तपाईले पनि जापानका ती स्थानहरूको पानी पिउनु भएको छ जहाँ PFAS को मात्रा एकदमै बढी छ अर्थात् 50 mgl भन्दा माथि छ भने त्यो ठाउँको पानी चाहिँ पिउँदै नपिउनु होला। के हुन्छ त यदि त्यो पानी बाइचान्स खाइहालियो भने चाहिँ तपाईलाई कस्तो असर देखा पर्छ, के हुन्छ त यस विषयमा कुरा गरौँ। यदि तपाईले बाइचान्स पानी खाँदै हुनुहुन्छ भने तपाईहरुलाई भविष्यमा कलेजोमा समस्या आउन थाल्छ। मृगौरा, थाइराइड र अनि गर्भवती महिलालाई विशेष समस्या छ। अनि अर्को कुरा विशेष रूपमा एकदमै चर्चित भनेको क्यान्सरको समस्या। यदि यो पानी खाइयो भने हामीलाई क्यान्सर लाग्ने समस्या एकदमै हाई हुने भएको कारणले गर्दा तपाईहरुले यो पानी पिउँदै नपिउनु होला। यदि तपाईहरुले पिउन छ भने पनि फिल्टरको प्रयोग गरेर पानी पिउन सक्नुहुन्छ। अनि त्यस पछाडि तपाईहरुले बोतलवाला पानी पिउन सक्नुहुन्छ। अर्थात् सरकारी निकायहरूले तोकेको ठाउँको पानी चाहिँ तपाईहरुले पिउन सक्नुहुन्छ। यदि तपाईहरुले केयरलेस गर्नुभयो भने चाहिँ तपाईहरुले क्यान्सरको समस्या हुन सक्ने एकदमै सम्भावना छ है गाइज।